आफ्नो अधिकार खोज्न गएका कलिला बालबालिकाहरूलाई ड्याङ गोली हानेर मारे। सयौं घाइते भए। अब ती घाइतेको अवस्था के हुने होला? घाँस काट्न पनि हात खुट्टै लागेन, के गर्ने हो? होइन के बाबा भरा टोलाउनु भयो त रुखको माया लाग्यो क्या? अनि जेको माया लाग्यो पनि यो घाममा चाहिँ के कुरा गर्ने, उतै बसेर शीतलमा कुरा गरौँ। ल आइज यहाँ बस। यति राम्रो देश बच्चा बुङ्गै भयो। ल यहाँ बस। आखिर किन? यो छ नि सबै तपाईँहरूको कारण त नि। होइन के भन्छ यो? तपाईँहरू भेडा जस्तो नभइदिएको भए यो देशको यस्तो अवस्था आउँथ्यो? के को भेडा भन्छ यसले मलाई? ए होइन के बा, होइन के होइन? हजुर आफैले भनेको होइन त मेरो पार्टीले जस्तो अरू कसैले गर्न सक्दैन भनेर हो कि होइन भन्नु त? ल हेर्नुहोस् त देशको अवस्था कहाँ पुग्यो। हुन त हो नि। ए बाबु कहिले आइस् त? नमस्कार बुवा। कहाँ हुने नि बुवा, अस्ति भर्खरै आएको हेर्नु न। त्यो खेत हेर्न जाम कि भनेर हिँडेको। होइन के कुरा हुँदैछ त नि भाइ? ए दाइ के कुरा हुने नि, त्यही अस्ति आन्दोलन भएको कुरा गर्दै हो। कतिलो भनेर चाहिँ एउटाले राखेका छन्। देशको मेरुदण्ड भनेको छ नि युवाहरू हुन्, तिनीको कुरै सुन्दैनन् गाफे। हेर्नु न बुवा, अब हामी त यिनीहरूको उमेरको भइएन होइन। अब जे भए पनि यिनीहरूलाई हामीले साथ दिनुपर्छ बुवा, हो कि होइन भाइ? हो नि दाइ। हुन त हो नि बाबु। अनि सुन केटा, यसबाट पनि पार लाग्ला जस्तो लागेन मलाई। अब त अर्को एउटा छान्न पर्छ कि जस्तो लाग्यो मलाई। बुढो बाजे, हजुरले आफ्नो पार्टी छोड्न सक्नुहुन्छ? मलाई त राख्न सक्नुहुन्न। के भन्छ यसले पनि मलाई यस्तो भने? मेरो यो औँला बाङ्गो देखेर के म पनि के त्यस्तै हुन्छु र? तँलाई त